प्रदेश नम्बर 2 को नाम मधेश प्रदेश कहिले नामाकरण गरियो अनि यसको स्थायी राजधानी कुन शहरलाई तोकियो? यो नामाकरण बिएसम्म 2078 साल माघ 3 गते प्रदेश सभाबाट पारित भएको हो। 2078 माघ 3 हो र यसको स्थायी राजधानी धनुषा जिल्लामा रहेको जनकपुर धाम हो। यो मिति त अलि अप्ठ्यारो छ सम्झिन। केही सजिलो उपाय छ कि? छ नि, यसरी सम्झनुस् न। 78 सालमा माघको जाडोमा प्रदेशले मधेश नामको न्यानो पहिचान पायो। ए वाह, यो त रमाइलो भयो। अनि राजधानी जनकपुर त राजा जनक र सीता माताको नामसँग जोडिएकोले भुल्ने कुरै भएन। त्यो त हो। ल, अब भूगोलतिर लागौं। मध्य प्रदेशको कुल क्षेत्रफल कति छ र यसले नेपालको कति प्रतिशत भूभाग ओगट्छ? यसको क्षेत्रफल 9661 वर्ग किलोमिटर छ। 9661 हो, जुन नेपालको कुल क्षेत्रफलको लगभग 6.5% हो र यो क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो प्रदेश हो। सबैभन्दा सानो? यो अङ्क 9661 सम्झनुहोस्। अनि अर्को एउटा रोचक कुरा के छ भने यो प्रदेश पूर्ण रूपमा तराईमा मात्र फैलिएको नेपालको एक मात्र प्रदेश हो। ए हो र, पुरै तराई मात्रै? हो, त्यसैले सानो तर समथर र शक्तिशाली भनेर याद गर्दा हुन्छ। शक्तिशाली त्यो किन भन्नुभयो? आर्थिक र कृषि हिसाबले। हुन्छ, त्यसमा हामी पछि आउँछौँ। हुन्छ। अब यस प्रदेशको सिमाना कहाँ कहाँ जोडिएको छ त्यो पनि भनिदिनुहोस् न। यसको पूर्वमा कोशी प्रदेश छ, उत्तर र पश्चिममा बागमती प्रदेश। उत्तर र पश्चिम दुवैमा बागमती हो, अनि दक्षिणमा त भारतको बिहार प्रदेश परिहाल्यो। यसलाई सम्झिन चाहिँ एउटा नक्सा कल्पना गर्नुहोस् न। मधेसको शिरमा बागमती, काखमा भारत अनि पूर्वमा कोशी बगिरहेछ। ल, यो त सजिलो भयो। अब प्रदेशभित्रको प्रशासनिक संरचनालाई बुझौं। मध्य प्रदेशमा जम्मा कतिवटा जिल्लाहरू छन्? यहाँ जम्मा 8वटा जिल्लाहरू छन्। 8वटा। र ती जिल्लाहरूलाई पूर्वदेखि पश्चिमको क्रममा कसरी सम्झने? यो त अलि गाह्रो हुन्छ होला। अलि गाह्रो हुन्छ, तर यसको लागि एउटा रमाइलो सूत्र छ। सूत्र के हो? स शी धम सरौ बाप। के रे? स शी धम सरौ बाप। यो त रमाइलो सुनियो, यसलाई फुटाएर भन्नुस् न। हुन्छ। सबाट सप्तरी, सीबाट सिराहा, धबाट धनुषा, मबाट महोत्तरी। स शी धम सप्तरी, सिराहा, धनुषा, महोत्तरी। एकदम। अनि सबाट सर्लाही, रौबाट रौतहट, बाबाट बारा र पबाट पर्सा। ए सरौ पाप, सर्लाही, रौतहट, बारा, पर्सा। कति सजिलो हो। यो सूत्रले पूर्वदेखि पश्चिमको सही क्रमलाई सम्झन मद्दत गर्छ। एकदमै रोचक। अब जिल्लाको आकार र जनसङ्ख्या बारे सोध्न मन लाग्यो। क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो र सानो जिल्ला कुन कुन हुन्? क्षेत्रफलमा सबैभन्दा ठूलो सप्तरी हो, करिब 1363 वर्ग किलोमिटर। अनि सबैभन्दा सानो चाहिँ महोत्तरी, त्यो चाहिँ 1002 वर्ग किलोमिटर। सप्तरी ठूलो, महोत्तरी सानो हो। अनि जनसङ्ख्याको आधारमा सबैभन्दा ठूलो र सानो जिल्ला नि? जनसङ्ख्यामा भने फेरि फरक छ। सबैभन्दा ठूलो सर्लाही हो र सबैभन्दा सानो चाहिँ पर्सा। ए पर्सा चाहिँ सानो? मलाई ल ठूलो होला जस्तो लागेको थियो। होइन, जनसङ्ख्यामा सानो। यसलाई जोडी बनाएर सम्झना सजिलो हुन्छ। क्षेत्रफलमा सप्तरी ठूलो, महोत्तरी सानो र जनसङ्ख्यामा सर्लाही ठूलो, पर्सा सानो। ल, यो पनि टिपोट गरे। अब स्थानीय तहको संरचना कस्तो छ? मध्य प्रदेशमा कुल कति स्थानीय तह छन्? यहाँ जम्मा 136वटा स्थानीय तह छन्। 136? हो, जसमा एउटा महानगरपालिका छ, वीरगञ्ज। 3वटा उपमहानगरपालिका छन्, जनकपुर, कलैया अनि जितपुर सिमरा। 3वटा अनि 73वटा नगरपालिका र 59वटा गाउँपालिका छन्। नगरपालिका त धेरै रहेछन्। हो, देशमै सबैभन्दा धेरै नगरपालिका भएको प्रदेश यही हो। यति धेरै नम्बरहरू कसरी याद गर्ने होला? यसको लागि 1, 3, 73, 59। यो नम्बर याद गर्नुहोस्। वीरगञ्ज नेपालको प्रवेशद्वार, एक मात्र महानगर। एक मात्र। अनि 3 उपमहानगरको लागि पनि एउटा सूत्र छ। अर्को सूत्र? कजिबिज
कबाट कलैया, जीबाट जितपुर सिमरा र जबाट जनकपुर। क जी बीज आज त सूत्रले सजिलो बनाउनु भयो। अब यहाँको जनसाङ्ख्यिक बनोटबारे कुरा गरौँ, जुन यो प्रदेशको मुख्य विशेषता हो एकदम। 2078 को जनगणना अनुसार मध्य प्रदेशको जनसङ्ख्या कति छ? कुल जनसङ्ख्या 61,14,606 छ। 61 लाख भन्दा बढी हो, जुन नेपालको कुल जनसङ्ख्याको लगभग 20.97%, मतलब करिब 21% हो। र यहाँको जनघनत्व नि त्यो त धेरै छ भन्छन्। धेरै मात्रै होइन, सबैभन्दा धेरै छ। 633 व्यक्ति प्रति वर्ग किलोमिटर। यो नेपालका सबै प्रदेशमध्ये सबैभन्दा बढी हो। बाब्रे, 633। सानो ठाउँमा धेरै मान्छे, यही मध्य प्रदेशको पहिचान भयो। हो, ठ्याक्कै। यहाँ बोलिने प्रमुख भाषाहरू कुन कुन हुन्? यहाँ कुल 62 भाषाहरू बोलिन्छन्, तर सबैभन्दा प्रमुख चाहिँ मैथिली हो, करिब 45.3%। लगभग आधा जनसङ्ख्याले मैथिली बोल्छन्। हो, त्यसपछि भोजपुरी 18.57% र बन्जिका 14.65% आउँछन्। भाषाको लागि केही सूत्र छ कि? यसलाई त लयमा याद गर्दा हुन्छ, मैथिली, भोजपुरी र बन्जिका। ठिक छ। र यहाँ बसोबास गर्ने प्रमुख जातीय समूहहरू कुन हुन्? यहाँ कुल 116 जातीय समूहको बसोबास छ। 116? जसमा यादव 14.78% र मुस्लिम 11.58% प्रमुख छन्। जात जातिको लागि चाहिँ यादव र मुस्लिमको बाहुल्यता छ भनेर सम्झदा हुन्छ। ल, अब हामी त्यो विषयमा आउँदैछौँ जुन अलि चिन्ताजनक छ। साक्षरता दर र मानव विकास सूचकाङ्कमा मध्य प्रदेशको अवस्था कस्तो छ? यो चाहिँ दुःखको कुरा हो। दुर्भाग्यवश दुवैमा यो प्रदेश पछाडि छ। कति छ तथ्याङ्क? साक्षरता दर 63.5% र मानव विकास सूचकाङ्क मतलब HDI 0.519 छ। भनेपछि दुवै नेपालमा सबैभन्दा कम। हो, दुवै सबैभन्दा कम। यहाँ एउटा रोचक कुरा के छ भने आर्थिक र कृषिमा यति बलियो हुँदाहुँदै पनि सामाजिक सूचकमा पछि पर्नु नै यो प्रदेशको मुख्य चुनौती हो। यही विरोधाभास नै बुझ्न गाह्रो छ। ल, अब आर्थिक पाटो र पर्यटकीय स्थलहरूतर्फ लागौँ। मध्य प्रदेशलाई किन नेपालको अन्न भण्डार भनिन्छ? किनभने यहाँ 5,74,000 हेक्टर भन्दा बढी खेतीयोग्य जमिन छ, जुन देशकै सर्वाधिक हो। 5 लाख हेक्टर भन्दा बढी? हो, त्यसैले यहाँ धान, गहुँ, उखुको यति धेरै उत्पादन हुन्छ कि यसलाई अन्न भण्डार भनिएको हो। अनि यहाँको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र कुन हो? त्यो त वीरगञ्ज औद्योगिक करिगर भइहाल्यो र मुख्य व्यापारिक नाका पनि वीरगञ्ज नै हो, जहाँ सुक्खा बन्दरगाह छ। वीरगञ्जलाई नेपालको प्रवेशद्वार पनि भनिन्छ हैन त? हो, एकदम। केही प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूको बारेमा पनि जानौँ न। जस्तै जानकी मन्दिर, छिन्नमस्ता भगवती र गढीमाई मन्दिर कुन कुन जिल्लामा पर्छन्? जानकी मन्दिर धनुषामा पर्छ। जनकपुर धाम? हो। छिन्नमस्ता भगवती सप्तरीमा र गढीमाई चाहिँ 12 जिल्लामा पर्छ। गढीमाई 12। अनि पर्सा राष्ट्रिय निकुञ्जको मुख्य विशेषता के हो? यसको मुख्य विशेषता भनेको यो नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज हो। कान्छो? हो, यो पहिले वन्यजन्तु आरक्ष थियो। VS 2074 सालमा मात्र निकुञ्जमा स्तरोन्नति भएको हो। भर्खरै रहेछ। ल, अन्त्यमा एउटा ऐतिहासिक प्रश्न। ऐतिहासिक जनकपुर रेल सेवा कहिले सुरु भएको थियो? यो सेवा सन् 1937मा सुरु भएको हो। 1937 भनेपछि राणाकालमै? हो, भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म सुरु भएको थियो। अनि जनकपुर रेलवे स्टेशन नेपालको सबैभन्दा ठूलो रेलवे स्टेशन हो।